हाम्रो सुदन साथी पनि आउनु न हाम्रो कटेरिया जुनियर एफसी का टिमहरुलाई ट्रफी वितरणको लागि ल लाइन अप भएर बसिनु होला। र हाम्रो उहाँलाई आसन ग्रहण गर्ने क्रमशःले क्रमशःले कटरियाका जुनियर एफसीका भाइहरूलाई र यसपछि हामी बेस्ट प्लेयर र सबभन्दा राम्रो टुर्नामेन्टभरिमा सबभन्दा राम्रो खेला देखाउने हाम्रो भाइ हुनुहुँदो रहेछ र बेस्ट प्लेयर हाम्रो भाइको नाम छ भाइ समीर थापा। यसको लागि गीता दिदी अगाडि आइदिनु होला र बेस्ट प्लेयर समीर थापा उहाँलाई धेरै धेरै धन्यवाद र आगामी दिनमा योभन्दा पनि अझै राम्रो खेला खेल्नुहुन्छ भन्ने आशा छ। र फेयर प्लेयर अच्छा बेस्ट गोलकिपर हाम्रो टुर्नामेन्टभरिमा सबभन्दा राम्रो किपर चाहिँ आयुष राई कटरिया जुनियरबाट गीता दिदीबाटै दिनु होला। अब आज अतिथि सबै गइसकेछ गीता दिदी मात्रै रहेछ र भाइलाई धेरै धेरै धन्यवाद। हाम्रो आयुष अब फेयर प्ले चाहिँ हाम्रो रहेछ पूर्व चङ्गाबाट चाहिँ क्याप्टन अरमान 7 फेयर प्ले र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो यो ट्रफी के हो अच्छा र आज हामी सबभन्दा कटरियाबाट तपाईहरु अगाडि आइदिनु पर्यो कटरिया जुनियर एफसी का खेलाडीहरु हाम्रो दिदी गीता दिदीकै बौलीबाट र नगद राशि यो पनि मलाई भनेको छैन खालि लिफा दिएको छ कति छ र यो पहिला ट्रफी दिनुस् त्यहाँबाट नगद राशि पनि रहेछ र धेरै धेरै बधाई छ र हाम्रो कटरिया जुनियर एफसी का भाइहरुलाई यो नगद राशि पनि छ है र आएर यसरी खेलिदिनु भयो तपाईलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यसरी नै तपाईहरुले हामीलाई साथ दिनुहुन्छ भन्ने आशा राखेका छौं। र आजको विनर पूर्व चेंगा युनाइटेड एफसी का खेलाडीहरुलाई अगाडि आएर र हाम्रो दिदीकै बौलीबाट गीता दिदीकै बौलीबाट ट्रफी वितरण गर्नु धेरै धेरै धन्यवाद पूर्व चेंगा युनाइटेड एफसी का भाइहरुलाई र यसरी नै यस ग्राउन्डमा अझै राम्रो खेला देखाउनुहुन्छ भन्ने आशा छ र सबैजनालाई कमिटीको तर्फबाट धेरै धेरै